कुरा हो बुझेर मात्र केही छैन। सबैहरूले आफूले आफ्नो ठाउँबाट राम्रो गर्यो भने चाहिँ अब हामीले चाहिँ एउटाकै मुख मात्र ताकेर फलानुले गर्देला भन्नुभन्दा पनि अब हाम्रो दिन त यस्तै गयो। हाम्रो छोरा छोरीको दिनमा चाहिँ अलिकति उनीहरूले चाहिँ रिग्रेट गर्ने नेपाल आफ्नो देश पनि खै मान्छे दुनियाँ कहाँ पुगेको रहेछ, हाम्रो देश यति पछाडि, यस्तो भयो उस्तो भयो भन्ने चाहिँ नहोस्। यस्तो टाइपको काम गर्नु पर्यो हामीले सबले मिलेर जानुपर्छ। एउटैको हातमा केही छैन हैन, मिलेर गर्नुहोस्। मेन कुरा हाम्रो एकदम नेपाली समाज तल झरेको भनेको खुट्टा तान्ने प्रवृत्ति, रिस गर्ने, डाहा गर्ने, अरे बाबा रिस गर्ने डाहा गर्ने हैन। अनि ऊ भयो त हामी के भयौँ भन्ने हैन कि हामी किन हुन सक्दैनौँ। ऊ त भयो हामी पनि त्यसरी बनाउँ न भन्यो भने त विकास भइहाल्यो नि। सबै मान्छेहरू अब आफ्नो राम्रो काम, राम्रो सोच, राम्रो विचार, अब तेरी मेरो नभनेर मिलेर अगाडि जाने हो भने त सबैको विकास हुन्छ। पहिला मान्छेको विकास भएपछि पो देश विकास हुने हो त। अब मान्छेकै दिमाग अनडेभलपमेन्ट छ, नेपाल देश कसरी डेभलपमेन्ट हुन्छ। सो मुख्य कुरा भनेको यहाँनिरको सोचको कुरा छ कि थिङ्कको कुरा छ। हाम्रो हामी कसरी सोचिरहेछौँ अनि हामी कसरी हिँडिरहेछौँ भन्ने कुरा हो। अनि जो साथीभाइहरू अहिले चाहिँ हल्लाकुल्ला आइरह होला, यसमा ब्याकग्राउन्डमा चाहिँ अब दुई सर सबै गर्ने दिदी आउनुभएको छ, यताउता लगाएर होला। सबै आफ्नो सिटबाट उठेर एउटै कट्ठामा आउँछन् सबै भाइहरू। अब सब यस्तो छ। अनि निर्भय भाइ हाम्रो उत्तराखण्डको भाइ, हाम्रो महेन्द्रनगरको पडोसी, उत्तराखण्ड टनकपुरको भाइ हो। अनि हाम्रा चम्पावत मिस्टर ललित सिंह भण्डारी 28 वर्षको उमेरमा एज अ म्यानेजर लेभल अफ इन्जिनियर हुनुहुन्छ। 28 वर्षको उमेरमा हि इज द मास्टर्स BCA एन्ड IT BTech अल हि इज द रक अन। 28-29 वर्षको उमेरमा म्यानेजर, द्याट्स ह्याट्स अफ म्यान हैन। यसरी विकास हुनुपर्छ। अब हामी 28 वर्षको उमेरमा अल्लारे भएर हिँड्छौँ। 28 वर्षसम्म अल्लारे भएर हिँड्ने, 30 वर्षमा चाहिँ अब 28 पुगेपछि अल्लारे भएपछि 28-29 वर्षमा बुवा आमाले जबरजस्ती बिहे गरिदिने, त्यस्तै दिमाग हुने, त्यस्तै सोच, फेरि त्यस्तै विकासै भएन भन्ने, पासपोर्ट बनाउने उठाउने, अन्धाधुन्दा जहाँ पनि हामी फालिदिने। त्यो कारणले चाहिँ हल्का अलि विकसित हुने गर्नुपर्छ हामीले। अलि नेटवर्कले पनि साथ दिइरहेको छैन है, माफ गर्नु होला। आजको लागि चाहिँ अब लाइभबाट यति हो। अब आउने दिनहरूमा अरू राम्रो तरिकाको कन्टेन्ट लिएर अनि होइन एकअर्कालाई मै मात्र जान्नेछु, मै बुझ्नेछु भन्ने छैन भन्न